हेलो साथीहरू, वेलकम छ। अनि यो बेलुकाको समयमा छ हैन। यहाँ चाहिँ यस्तो भइरहेको छ। हाम्रो बारी चाहिँ यो त्यतिकै खेर गएर सकेको छैन। यो सबै यो बारी चाहिँ अब यहाँ झारू खालेर यहाँ के रोप्नु पर्ने हो। यहाँ अब गर्नुपर्ने छ। कस्तो छ सबै पानी परेर कमलो भइसकेछ। एट नाता यहाँ खिच्दिनु त मजाले खिच्दिनु। त्यस्तो होइन ठाडो खालको देख्दैछ। यो बारीमा चाहिँ अब सिमल तरुल रोप्नुपर्छ। पानी परेको कारणले गर्दाखेरि हैन। तु यसमा त यसमा जाऊ सर्लक्क यहाँनिर चाहिँ अब आँप कटहर लिची रोप्नु पर्ने। त्यही उखाल्न सक्छु मैले। जानु 2-3 वटा उखाल्नु जानु। ल अब यहाँ नुहा जाँदैछ। खाल्नु काम गर्नु पर्यो नि त। उखाल्नु न। हेर त यहाँ अल्छीले मजाले उखाल्नु यसो गरेर।